हाई सरी मैले अझै त्यो भिडियो हालेको छैन। म सोचिरहेको थिएँ म अहिले के गर्छु भनेपछि मैले जे भनिरहेको छु जे भिडियोहरू बनाउँछु त्यो यो वेबसाइटमा हाल्छु भनेर मैले त्यही वेबसाइट बनाउँदाखेरि अलिकति टाइम लाग्यो। यो मैले बनाएको त होइन तर यो भाइब कोड हो। सो मैले सोचिरहेको छु यो साइटमा मैले आफ्नो अपलोड गर्छु भ्लगहरू। यसमा एउटा ह्याकिङको राखेको छु, अर्को छ प्रम्प्ट इन्जिनियरिङको, अनि अरू पनि अपडेट गर्दै जान्छु यसमा। सो आजको भिडियो छ हाम्रो प्रम्प्ट इन्जिनियरिङको अर्को टेक्निक मल्टी सर्ट प्रम्प्टिङ। त्यो हेर्नुभन्दा अगाडि हामी हेर्छौँ पहिला सुरु वान सर्ट भनेको के हो, त्यसपछि टु सर्ट, त्यसपछि मल्टिपल सर्ट हेर्छौँ है। सो पहिला हामीले हेरेको थियौँ जिरो सर्ट भनेको के हो भनेर। सर्ट भनेको एउटा इक्जाम्पल हो एन्ड जिरो सर्टमा हामीहरूले कुनै पनि इक्जाम्पल दिँदैनौँ, तर वान सर्टमा हामीहरूले एउटा इक्जाम्पल दिन्छौँ, एउटा मात्रै। हामीहरूले के गर्छौँ भनेपछि जुन रियल टास्क दिनुभन्दा अगाडि एउटा डेमो इक्जाम्पल दिन्छौँ। एउटा डेमो इक्जाम्पल दिएपछि एआईले बुझ्छ हामीले के गर्ने भनेर एन्ड बेटर रिजल्ट दिन्छ। जस्तै एउटा इक्जाम्पल छ, इनपुटमा हाम्रो छ रिराइट इन सिम्पल इङ्ग्लिस भनेर भनेको छ। यसमा वान सर्ट युज गरेको छ। वान सर्ट मतलब वान इक्जाम्पल। इनपुटमा हाम्रो यो छ एन्ड आउटपुटमा यो छ। हामीले एक्सपेक्ट गरेको एन्सर वान लाइनको छ। यो भनेको एउटा डेमो टास्क हो एन्ड त्यसपछि आउँछ हाम्रो जुन रियल टास्क छ, त्यसपछि बल्ल हाम्रो रियल टास्क आउँछ। रियल टास्कमा हामीले इनपुट दियौँ एन्ड आउटपुट हामीले मागेको छौँ। सो यसरी काम गर्छ हाम्रो वान सर्ट। इफ मैले यसमा मल्टिपल इक्जाम्पल दिएँ भने त्यो मल्टी सर्ट प्रम्प्ट बनिन्छ। अहिले यो हेरौँ, यसमा फर्स्टमा दिएको छ जिरो सर्ट प्रम्प्ट। यसमा कुनै पनि इक्जाम्पल दिएको छैन। यसमा के भनेको छ भनेपछि एउटा प्रोफेसनल फाइल नेम दिन भनेको छ। इफ फाइनल वेबसाइट लोगो न्यू वान डट पिएनजी लाइबटी प्रोफेसनल फाइल नेम दिने हो भने यसले गरिदिन्छ। यसको आउटपुट हुन्छ वेबसाइट लोगो फाइनल डट पिएनजी। तर हामीलाई चाहिएको के भन्दाखेरि वेबसाइट लोगो डट पिएनजी। हामीलाई यो फाइनल भन्ने चाहिएको छैन। अब हामी के गर्छौँ भनेपछि यसलाई हामीले इक्जाम्पल दिन्छौँ। यो एउटा इक्जाम्पल दिएको छ मतलब यसलाई भनिन्छ वान सर्ट प्रम्प्ट। यसमा के भनेको छ भन्दाखेरि यदि यस्तरी दिएको छ भने हाम्रो यस्तो आउनु पर्यो रिजल्ट भनेर हामीलाई यस्तरी एउटा इक्जाम्पल दिएको छ डेमो एन्ड हामीले त्यही क्वेसन सोधेको छौँ। यतिखेर के गर्यो भन्दाखेरि यसले वेबसाइट लोगो डट पिएनजी। अनि अर्को छ हाम्रो सेकेन्ड सर्ट, दुईवटा इक्जाम्पल दिएको छ मतलब सेकेन्ड सर्ट। यसको एन्सर पनि त्यही आएको छ वेबसाइट अनि अन्डरस्कोर लोगो डट पिएनजी। अनि यसलाई भनिन्छ मल्टी सर्ट किनकि मल्टिपल इक्जाम्पलहरू छ यसमा, त्यो भएर मल्टी सर्ट इक्जाम्पल भनिन्छ। एन्ड यसको आउटपुट पनि त्यही आएको छ। अब राम्ररी हेर्ने हो भने फर्स्ट सर्ट, सेकेन्ड सर्ट एन्ड मल्टिपल सर्टको एउटै एन्सर आएको छ, एउटै आउटपुट आएको छ वेबसाइट अन्डरस्कोर लोगो डट पिएनजी। अब तिमीलाई क्वेसन आएको होला यदि फर्स्ट सर्टले काम गर्छ भने सेकेन्ड सर्टको के काम एन्ड सेकेन्ड सर्टले काम गर्छ भने मल्टिपल सर्टको के काम, राइट? अब हेर के हुन्छ भनेपछि हामीहरूले इक्जाम्पल दिने भनेको फर्मेटिङको लागि हो के। अब फर्स्ट सर्ट नबुझ्ला सायद, अब सेकेन्ड सर्ट कन्फ्युज होला, त्यो भएर हामीहरूले मल्टिपल सर्ट युज गर्छौँ। जस्तै यहाँ एउटा इक्जाम्पल दिएको छ, फर्स्ट सर्टले काम गरेको छैन। यसमा माई होलिडे फोटो फाइनल डट जेपिजीलाई होलिडे अनि फोटो डट जेपिजी यसरी हामीले एउटा इक्जाम्पल दिएको छ। अनि एउटा फेरि इक्जाम्पल दिएर हामीले टास्क दिएको छौँ फाइनल रिपोर्ट भर्जन 3 एप्रुभ बाई म्यानेजर डट पिडिएफ भनेर भनेको छ। हामीहरूले एआईले यस्तो दिएको छ फाइनल रिपोर्ट भर्जन 3 एप्रुभ बाई म्यानेजर डट पिडिएफ, तर हामीले चाहेको भनेको रिपोर्ट डट पिडिएफ हो भनेपछि फर्स्ट सर्टले अहिले काम गरेन। अब हामी के गर्न सक्छौँ भनेपछि मल्टिपल सर्टहरू युज गर्न सकिन्छ। मल्टिपल सर्ट फर्स्टमा फर्स्ट सर्ट, त्यसपछि सेकेन्ड सर्ट, त्यसपछि मल्टिपल सर्ट। जस्तै यसमा दिएको छ मल्टिपल सर्ट, यो मल्टिपल सर्टको एउटा इक्जाम्पल हो। यो इक्जाम्पल एउटा, दुईवटा, तिनवटा, यसमा 3 सर्टको युज गरेको छ। एन्ड लास्टमा हामीहरूले एउटा टास्क दिएको छौँ अनि लास्टमा गएर हामीहरूले चाहेको रिजल्ट पाएका छौँ। अब यो मतलब होइन कि अब धेरै हामीहरूले इक्जाम्पल दियौँ। स्ट्यान्डर्ड भन्ने हो भने 4 देखि 5वटा इनफ हुन्छ। अब क्वेसन आउँछ यदि सेकेन्ड सर्टले काम गर्छ भनेपछि हामीहरूले मल्टिपल सर्ट किन युज गर्छौँ? हामी मल्टिपल सर्ट युज गर्छौँ जहाँ हामीलाई कुनै एक्ज्याक्ट प्याटर्न चाहिएको छ। जस्तै अब होला कस्टमर सपोर्ट रिप्लाई गर्नको लागि इफ अटोमेसन युज गरेको छ भनेपछि हामीहरूले एआईले भन्नुपर्ने हुन्छ कस्टमरलाई यसरी रिप्लाई गर्ने भनेर। त्यतिखेर हामीहरूले मल्टिपल सर्ट युज गर्न सकिन्छ। अर्को फेरि क्लिनिङ फाइल नेम्स, नोट्स इन्टु समरिज। अब कुनै सपोर्ट टिकटको लागि या सोसियल मिडियाको कुनै क्याप्सन जेनेरेट गर्नको लागि
हामीले युज गर्न सकिन्छ मल्टिपल सर्टको फर इक्जाम्पल फर्स्टमा चाहिँ हाम्रो यो कस्टमर सपोर्ट रिप्लाईको एउटा प्रम्प्ट हो। यसमा मैले फर्स्ट सर्ट, सेकेन्ड सर्ट एन्ड थर्ड सर्ट मल्टिपल सर्टको मैले युज गरेको छु। इफ एन्ड यो एउटा रिजल्ट भयो। इफ मैले 0 सर्ट युज गरेको भाषी मेरो रिजल्ट यस्तो आउँदैन थियो होला। एन्ड मैले फर्स्ट सर्ट युज गरेको भाषी हल्का डिफ्रेन्ट आउँथ्यो होला, हल्का प्रब्लम हुनसक्थ्यो। एन्ड मैले 3 सर्ट युज गरेको छु, मतलब अर्कोचोटि पनि यस्तै आउँछ भन्ने मैले एक्सपेक्ट गर्न सक्छु। अर्को छ हाम्रो यो युट्युब टाइटल जेनेरेट गर्नको लागि। यसमा मैले मल्टिपल सर्टको युज गरेको छु एन्ड यो मेरो रिजल्ट भयो। एन्ड अर्को छ मेरो सोसियल मिडिया क्याप्सनको लागि। यसमा मैले युज गरेको छु फर्स्ट, सेकेन्ड, थर्ड सर्टको एन्ड यो मेरो रिजल्ट भयो। अनि लास्टमा छ हाम्रो इमेलदेखि इन्फर्मेसन निकाल्नको लागि एउटा प्रम्प्ट, यो मल्टिपल सर्ट प्रम्प्ट हो। यसमा मैले 3 सर्टको युज गरेको छु एन्ड दिस इज माई रिजल्ट। अब मल्टिपल सर्ट तिमीहरू कहाँ युज गर भनेपछि जहाँ तिमीहरूलाई एउटा एक प्रकारको मात्रै चाहिएको छ रिजल्ट, त्यतिखेर मल्टिपल सर्ट युज गर। सकेसम्म 3 देखि 5सम्म द्याट विल बी इनफ। अनि अर्को कुरा, यो मैले वेबसाइटको लिङ्क मैले डिस्क्रिप्सनमा हालिदिएको छु। अहिलेको लागि यति गरौँ।